स्वागत छ। आज हामीसँग केही निकै चाखलाग्दा स्रोतहरू छन् जसले एउटा ठूलो र गहिरो प्रश्न उठाउँछ। नेपालको वास्तविक चिरस्थायी पहिचान के हो? के यो हाम्रो भूगोलले मात्र परिभाषित गर्छ वा हाम्रो राजनीतिक प्रणालीले? हामी डाक्टर रायन वैद्यका केही अध्यायहरू हेर्दैछौँ जसमा उहाँले एउटा जोरदार तर्क प्रस्तुत गर्नुभएको छ, नेपाललाई केवल एक राष्ट्र राज्यको रूपमा नभई एक सनातन सभ्यताको रूपमा बुझ्नुपर्छ। आजको छलफलमा हामी यही सनातन सभ्यता भनेको के हो भनेर खोतल्नेछौँ। लेखकले आफ्नो कुरा प्रमाणित गर्न के कस्ता प्रमाण दिएका छन् त्यसलाई एक एक गरेर हेरौँ है त। यो साँच्चै नै महत्त्वपूर्ण विषय हो, किनभने यसले राष्ट्रिय पहिचानलाई सतही लेभलबाट नभई यसको सांस्कृतिक र ऐतिहासिक गहिराईबाट हेर्ने प्रयास गर्छ। डाक्टर वैद्यको तर्क बुझ्न सुरुमा सनातन शब्दलाई नै हेर्नुपर्छ। उहाँको भनाइमा यहाँ सनातनले कुनै एउटा धर्मलाई मात्र जनाउँदैन, बरु यो एउटा ठूलो सभ्यताको छाता जस्तै हो। सभ्यताको छाता? यो अलि प्राज्ञानिक सुनियो है। यसलाई अलि सरल भाषामा भन्न सकिन्छ? अवश्य। यसलाई यसरी बुझौँ न, एउटा ठूलो रुख सम्झिनुहोस् जसका हाँगाहरू हिन्दू, बौद्ध, किराती वा अन्य परम्परा हुन सक्छन्, तर सबैको जरा एउटै जमिनमा, एउटै दर्शनमा जोडिएको छ। लेखकको तर्क के हो भने नेपालको सन्दर्भमा यो छाता वा रुखले सबैलाई समेट्छ र यो केवल विगतको कुरा होइन, यो नेपालको वर्तमान र भविष्यको लागि पनि उत्तिकै सान्दर्भिक छ। ल, यो रुखको एनालोजीले कुरालाई धेरै स्पष्ट बनायो। त्यसो भए लेखकले यो विशाल रुखको जरा कहाँ कहाँ फैलिएको छ भनेर देखाउन के कस्ता प्रमाणहरू दिनुभएको छ? स्रोतहरूमा उहाँले 4वटा मुख्य आधार, 4 स्तम्भको कुरा गर्नुभएको छ: जनता, स्थान, समय र भाषा। जनताबाटै सुरु गरौँ न। हुन्छ। पहिलो र सबैभन्दा बलियो स्तम्भ हो जन, पिपल। लेखकको तर्क छ नेपालको पहिचान कुनै किताबमा लेखिएको सिद्धान्त होइन, यो त मानिसहरूले जिउने तरिका हो। स्रोतहरूका अनुसार नेपालको अत्यधिक बहुमत जनसङ्ख्याको जीवन सनातन परम्परा अनुसार चल्छ। चाहे त्यो जन्मदेखि मृत्युसम्मको जीवन चक्र संस्कार होस्, घरको पूजा कोठा होस्, गुम्बामा गएर दान दिनुहोस् वा विभिन्न व्रत उपवास बस्नुहोस्। मतलब यो कुनै राजनीतिक घोषणा वा संविधानले बनाएको पहिचान होइन, तर मानिसको भान्सा, आँगन र मनमा बसेको कुरा हो भने तर्क रहेछ। ठ्याक्कै। र यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यहाँ विभिन्न समुदाय बीचको सहअस्तित्व कुनै बाहिरबाट ल्याइएको टलरेन्सको विचार होइन, बरु समाजको भित्री जैविक संरचना नै हो। हिन्दू र बौद्ध छिमेकीले सँगै बसेर जात्रा मनाउनु कुनै अपवाद होइन, यो दैनिकी हो। यो नै पहिलो प्रमाण हो। ठिक छ, मानिसहरूको जीवनशैलीमा त यो देखियो, तर के हामीले बस्ने ठाउँ, हाम्रो भूगोलले पनि यही कथा भन्छ? दोस्रो स्तम्भ, स्थानको कुरा गरौँ न। एकदमै। दोस्रो स्तम्भ स्थानले यो तर्कलाई झनै बलियो बनाउँछ। नेपालको पवित्र भूगोल नै यसको जीवन्त प्रमाण हो। पशुपति, स्वयम्भू, बौद्ध, चाँगुनारायण, मुक्तिनाथ, जानकी मन्दिर जस्ता ठूला र प्रख्यात स्थलहरू त छँदैछन्, तर लेखकले जोड दिनुभएको कुरा के हो भने यो पहिचान ठूला तीर्थस्थलहरूमा मात्र सीमित छैन। हो, स्रोतहरूमा अनगिन्ती पाटी, बहाल, चौतारा, घाट र हिटीहरूको पनि उल्लेख छ। यिनीहरूको महत्त्व के हो? यिनीहरूको महत्त्व ठूला मन्दिरभन्दा कम छैन। यी संरचनाहरूले नागरिक जीवनलाई आकार दिएका छन्। पाटीमा बटुवाले बास पाउँछ, चौतारामा गाउँले भेला हुन्छन्, हिटीले पानीको व्यवस्था गर्छ। रोचक कुरा के छ भने मन्दिर र बिहारहरू समाजबाट अलग, अग्लो पर्खालभित्र छैनन्। ती त बजार र चोकसँगै जोडिएका छन्। काठमाडौँ उपत्यकालाई त लेखकले हिन्दू बौद्ध सभ्यताको सहर नै भनेका छन्, जहाँ आस्था र दैनिक जीवन एकअर्कासँग यसरी बुनिएका छन् कि तिनलाई छुट्याउनै सकिँदैन। यो कुराले मलाई तेस्रो स्तम्भ, समय, टाइमतर्फ लग्यो। जसरी ठाउँहरू आस्थासँग जोडिएका छन्, के हाम्रो समयको गणना, हाम्रो पात्रो पनि त्यस्तै छ? हो, तेस्रो स्तम्भ, समयले त्यही भन्छ। देशको सार्वजनिक पात्रोलाई हेर्नुहोस् न, त्यो मूलतः चाडपर्वहरूले निर्धारण गर्छन्।
दशैं, तिहार, इन्द्रजात्रा, गाई जात्रा, बुद्ध जयन्ती, लोसार, तीज, मणिदिम्दु यी कुनै एक समुदायका मात्र होइनन्, साझा उत्सव हुन्। स्रोतहरूमा एउटा सुन्दर वाक्य छ, यी पर्वहरूले सडकलाई मन्दिरमा र श्रमलाई पूजामा बदल्छन्। यसको अर्थ वर्षको चक्रसँगै यी पर्वहरूले सामाजिक सम्बन्धलाई नवीकरण गर्छन् र सबैलाई एउटै लयमा बाँध्छन्। सभ्यताको समय यहाँ कुनै व्यक्तिगत सम्पत्ति होइन, साझा सम्पत्ति हो। जन, स्थान, समय यी तीनोटै कुराले एउटा साझा ढाँचा देखायो। तर चौथो स्तम्भ भाषा, ल्याङ्ग्वेजले मलाई अलिकति अलमलमा पार्यो। नेपालमा त नेपाली, मैथिली, थारू, नेपाल भाषा, तामाङ जस्ता 100 भन्दा बढी भाषाहरू छन्। यत्रो विविधताले त सनातन पहिचानलाई कमजोर बनाउँछ होला नि, होइन र? एकदमै स्वाभाविक प्रश्न हो, तर लेखकको तर्क ठिक उल्टो छ। उहाँको भनाइमा यो विविधताले सनातन पहिचानलाई कमजोर बनाउँदैन, बरु यसको रिचनेसलाई प्रदर्शन गर्छ। कसरी? कसरी भने विभिन्न लिपि, छन्द र मौखिक परम्परा भए पनि यी सबै भाषाहरूमा एउटा साझा सभ्यताको व्याकरण पाइन्छ। सभ्यताको व्याकरण, त्यो भनेको के हो? त्यो भनेको साझा मूल्य मान्यता हो। स्रोतहरूमा धर्म, दान, सत्य, मैत्री जस्ता शब्दहरू उल्लेख छन्। नेपालीमा भन्दा कर्तव्य, दान, सत्य र मित्रता। तपाईँ जुनसुकै भाषा बोल्नुहोस्, यी अवधारणाहरूको अर्थ र महत्त्व लगभग उस्तै छ। यी शब्दहरूले हामीलाई एउटै नैतिक धरातलमा उभ्याउँछन्। त्यो त गजबको कुरा हो। मतलब 100वटा फरक फरक बाटो भए पनि सबै एउटै डाँडाको टुप्पोमा पुग्छ भने जस्तै भयो। भाषाको बाहिरी रूप फरक भए पनि भित्री सार एउटै छ भन्ने तर्क रहेछ। ठ्याक्कै त्यही हो। यो भाषिक विविधता एउटै बगैँचामा फुलेका विभिन्न रङका फूलहरू जस्तै हो, जसले बगैँचालाई झनै सुन्दर बनाउँछ। ल, यी चारै स्तम्भको सैद्धान्तिक कुरा त बुझियो, तर यहाँनिर साँच्चै रोचक कुरा आउँछ। यी सिद्धान्तहरू व्यवहारमा हाम्रो समाजमा कसरी देखिन्छन्? स्रोतहरूमा केही ठोस उदाहरणहरू छन् जसले मलाई साँच्चै सोच्न बाध्य बनायो। जस्तै कुमारीको उदाहरण। एकछिन है, यो कुमारीको कुराले मलाई अचम्मैमा पार्यो। मतलब एउटी बौद्ध बालिकालाई हिन्दू देवीको रूपमा पूजा गरिन्छ। यो त किताबमा लेखेको सहिष्णुता भन्दा धेरै माथिको कुरा भयो नि, होइन र? एकदमै। कुमारीको परम्परा यो सनातन समन्वयको सबैभन्दा जीवन्त र शक्तिशाली उदाहरण हो। यसले देखाउँछ कि यहाँ हिन्दू र बौद्ध धर्मलाई दुई छुट्टा छुट्टै प्रतिस्पर्धी प्रणालीको रूपमा कहिल्यै हेरिएन, बरु एउटै सनातन दर्शनका दुई हाँगाको रूपमा हेरियो। एउटी नेवार बौद्ध शाक्य वंशकी बालिकालाई दुर्गा वा तलेजुको साक्षात स्वरूप मानेर पूजा गरिन्छ। र यो कुनै साङ्केतिक मात्र होइन। देशका उच्च राजनीतिक पदाधिकारीहरू, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उहाँको वार्षिक सार्वजनिक दर्शनमा सहभागी हुन्छन्। यसले यो प्राचीन अनुष्ठानको नागरिक र आध्यात्मिक दुवै निरन्तरतालाई पुष्टि गर्छ। अनि रातो मचिन्द्रनाथको जात्राको पनि उल्लेख छ। एउटै देवतालाई बौद्धहरूले अवलोकितेश्वर र हिन्दूहरूले शिव वा विष्णुको रूप मान्छन्। यो कसरी सम्भव भयो? एउटै देवता, दुई फरक पहिचान। यो नेपालको मौलिक समन्वयको अर्को उत्कृष्ट उदाहरण हो। मच्छिन्द्रनाथको रथयात्राले पाटनको सम्पूर्ण आध्यात्मिक र सामाजिक जीवनलाई नै सङ्गठित गर्छ। यो एकैपटक कृषि कर्मको लागि प्रार्थना हो, मनसुन वर्षाको लागि कामना हो र समुदायको साझा भविष्यको लागि एउटा सामूहिक प्रतिज्ञा पनि हो। ऐतिहासिक रूपमा विशेष गरी मल्लकालमा यस्तो समन्वयलाई संस्थागत नै गरियो। हिन्दू देवताहरू जस्तै शिव र विष्णुलाई बौद्ध वज्रयान परम्परामा भैरव र वज्र योगिनी जस्ता शक्तिशाली संरक्षण देवताको रूपमा समाहित गरियो, जसलाई दुवै आस्थाका अनुयायीहरूले उत्तिकै श्रद्धाले पूजा गर्छन्। यो मेरो देवता र तिम्रो देवता भन्ने विभाजनभन्दा धेरै माथिको कुरा हो। यो निरन्तरता साँच्चै अनौठो छ। स्रोतहरूमा असल हिन्दुस्तान भन्ने वाक्यांशको पनि प्रयोग भएको छ। यसले पनि यही निरन्तरतालाई सङ्केत गर्छ। त्यसले ऐतिहासिक सन्दर्भ दिन्छ। असल हिन्दुस्तानको अर्थ हिन्दूहरूको वास्तविक शुद्ध भूमि भन्ने हो। यसको कारण के हो भने जब भारतीय उपमहाद्वीपमा हिन्दू राज्यहरू राजनीतिक रूपमा टुक्रिए र बाहिरी आक्रमणको सामना गरे, नेपालको पहाडी भूगोलले यी सनातन परम्पराहरूलाई सुरक्षित आश्रय दियो। त्यसैले
बाहिरका विद्वान र यात्रीहरूले नेपाललाई प्राचीन सनातन परम्पराहरूको एक सुरक्षित र प्रमाणिक संरक्षकको रूपमा हेरे, जहाँ यी परम्पराहरू बिना कुनै रोकावट चलिरहेका थिए। तर यो हजारौं वर्षको निरन्तरता कसरी कायम रह्यो? राजा महाराजा फेरिए, युग फेरियो, केही त होला नि जसले यो सबैलाई जोडेर राख्यो? यहाँनिर गुठी प्रणालीको भूमिका आउँछ। लेखकका अनुसार गुठी यो सांस्कृतिक निरन्तरताको मेरुदण्ड हो। यो परम्परागत सामुदायिक ट्रस्टको एउटा संरचना हो, जसलाई हामी एक प्रकारको सामाजिक प्रविधि पनि भन्न सक्छौं। यसले मन्दिरको मर्मत गर्ने, जात्रा सञ्चालन गर्ने, सार्वजनिक संरचनाको हेरचाह गर्ने र कला संस्कृतिलाई पुस्तान्तरण गर्ने काम गर्यो। यो आधुनिक राज्यको कानूनभन्दा बाहिर रहेर पनि सामाजिक व्यवस्थाको एक महत्त्वपूर्ण अङ्ग बन्यो। यसले परम्परालाई स्थिर अभिलेखमा मात्र सीमित नराखी जीवन्त सामाजिक वास्तविकता बनाइराख्यो। जनगणनाको तथ्याङ्क जस्तै 2021मा 81% हिन्दू र 8% बौद्धले पनि यही कुरालाई समर्थन गर्छ भन्ने लेखकको तर्क छ, होइन त? हो, लेखकको तर्क के छ भने यी तथ्याङ्कहरूलाई दुई अलग-अलग समूहको रूपमा हेर्नु नै गल्ती हो। यी नम्बरहरूले धार्मिक विभाजन होइन, बरु एउटै फराकिलो सांस्कृतिक इकोसिस्टमभित्रको विविधतालाई प्रतिबिम्बित गर्छन्, जहाँ धेरै मानिसहरू आफूलाई हिन्दू र बौद्ध दुवै मान्छन्। ल, यी सबै ऐतिहासिक र सांस्कृतिक कुराहरूको आजको राजनीति र नेपालको भविष्यसँग के सम्बन्ध छ त? यहाँनिर लेखकले धर्मनिरपेक्ष जस्ता आयातित लेबलहरू किन समस्याग्रस्त हुन सक्छन् भनेर तर्क गरेका छन्। तर संसारभरि आधुनिक गणतन्त्रहरू धर्मनिरपेक्षतामा आधारित छन्। लेखकले यो शब्दलाई समस्याग्रस्त देख्नुको खास कारण के हो? लेखकको मुख्य चिन्ता पहिचानको सङ्कटसँग जोडिएको छ। उहाँको तर्क छ कि नेपालमा सनातन अभ्यासले नै बहुलवाद र सहअस्तित्वलाई सदियौँदेखि समेटिसकेको छ। यस्तो जीवन्त, आफ्नै माटोमा जन्मेको अभ्यास हुँदाहुँदै बाहिरबाट धर्मनिरपेक्ष जस्तो शब्द आयात गर्दा यसले अनावश्यक वा प्रत्युत्पादक हुन सक्छ। स्रोतमा भनिएको छ कि यस्तो परिमार्जनले सामाजिक सांस्कृतिक अस्पष्टता सिर्जना गर्न सक्छ र राष्ट्रिय संरचनालाई नै कमजोर बनाउन सक्छ। चिन्ता यो हो कि यसले एउटा जीवन्त परम्परालाई खोक्रो राजनीतिक नारामा परिणत गर्न सक्छ। यो एक गम्भीर तर्क हो, तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। के सनातन पहिचानलाई राष्ट्रिय पहिचानको रूपमा स्वीकार गर्दा अल्पसंख्यक जो यो छाताभित्र पर्दैनन् उनीहरूलाई खतरा हुँदैन? उनीहरू दोस्रो दर्जाको नागरिक बन्ने डर रहँदैन? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो र लेखकले यसलाई स्पष्ट पार्ने प्रयास गरेका छन्। उहाँको तर्क छ कि यो पहिचानको स्वीकारोक्ति वर्णनात्मक हो, आदेशात्मक होइन। एक मिनट, वर्णनात्मक र आदेशात्मक बीचको फरक के हो? वर्णनात्मक भनेको नेपाल यस्तो छ भनेर वर्णन गर्नु हो, यो समाजको वास्तविकतालाई स्वीकार गर्नु हो। आदेशात्मक भनेको नेपाल यस्तो हुनुपर्छ भनेर आदेश दिनु हो। लेखकको तर्क छ कि यो केवल वास्तविकताको पहिचान हो, कसैमाथि केही थोपर्ने प्रयास होइन। यसले कसैलाई पनि आस्थाको आधारमा विशेष अधिकार वा दण्ड दिँदैन। तर लेखकले भने जस्तो यो वर्णनात्मक मात्र हो भन्न कतिको सजिलो छ? व्यवहारमा जब एउटा पहिचानलाई राष्ट्रिय भनिन्छ, त्यसले अरूलाई स्वतः पछाडि पार्दैन र? तपाईले एकदमै सही ठाउँमा औँला ठड्याउनुभयो। यही सम्भावित खतरालाई रोक्न लेखकले 3वटा आधारभूत प्रतिबद्धताहरू अनिवार्य मानेका छन्, जुन कुनै पनि हालतमा उल्लङ्घन गर्न पाइँदैन। पहिलो, सबै नागरिकलाई कानूनको नजरमा समान अधिकार र समान संरक्षण। दोस्रो, आस्था, विवेक, पूजा र संस्कृतिको पूर्ण स्वतन्त्रता, जसमा कुनै पनि धर्म नमान्ने वा परिवर्तन गर्ने अधिकार पनि सुरक्षित रहन्छ। र तेस्रो, विद्यालय, अदालत, अस्पताल जस्ता सार्वजनिक संस्थाहरू सबैप्रति जवाबदेही हुनेछन् र कुनै एउटा आस्थाको आधारमा नभई सार्वजनिक तर्कको आधारमा चल्नेछन्। यी 3 प्रतिबद्धताहरूले सबैको स्वतन्त्रता र समानताको रक्षा गर्छन् भन्ने लेखकको तर्क छ। यी प्रतिबद्धताहरूले गर्दा यो अवधारणा अलि सन्तुलित देखिन्छ। यसै आधारमा उहाँले भविष्यको लागि सनातन गणतन्त्रको अवधारणा प्रस्ताव गर्नुभएको छ। यो स्मृति नगुमाइकन आधुनिक बन्ने भन्ने सोचमा आधारित छ। यसका केही व्यावहारिक उदाहरणहरू के हुन सक्छन्? यो अवधारणा भविष्य उन्मुख छ, पुरानो कुरामा मात्र अल्झिने होइन।
यसको उद्देश्य परम्परालाई सङ्ग्रहालयमा थन्क्याउने होइन, बरु त्यसलाई आजको युगमा सान्दर्भिक बनाउने हो। जस्तै गुठीको हजारौं वर्ष पुरानो अभिलेखलाई डिजिटाइज गर्ने ताकि त्यो सुरक्षित रहोस्। हाम्रा पागोडा शैलीका मन्दिरहरूको लागि भूकम्पीय कोड बनाउने ताकि भूकम्पले पनि तिनलाई क्षति नपुर्याओस्। परम्परागत कारिगरहरू जस्तै काष्ठकला वा मूर्तिकलामा निपुण व्यक्तिहरूलाई आधुनिक बजार र प्रविधिसँग जोड्ने र विद्यालयहरूमा विज्ञान र संस्कृति दुवैको शिक्षा दिने ताकि नयाँ पुस्ता आफ्नो जरासँग पनि जोडियोस् र भविष्यको लागि पनि तयार होस्। यसको मूल मर्म भनेको राजधर्मको आधुनिक संस्करण हो, जहाँ सत्ताको काम शोषण गर्नु होइन, सेवा गर्नु र सभ्यताको संरक्षण गर्नु हो। त्यसो भए यो लामो र गहिरो छलफलको सार के हो त? डाक्टर वैद्यका यी स्रोतहरूले नेपालको पहिचानलाई कुनै राजनीतिक घोषणापत्र वा आयातित सिद्धान्तबाट होइन, बरु यहीका मानिसहरूले जिउने तरिका, उनीहरूले मनाउने चाडपर्व र उनीहरूले पूजा गर्ने पवित्र स्थलहरूबाट परिभाषित गर्नुपर्छ भन्ने एक जोडदार तर्क प्रस्तुत गर्छन्। उहाँको निष्कर्षमा नेपाल एउटा यस्तो नदी हो जसले बाटोमा भेटिएका सबै खोला नालालाई आफूमा समेटेर निरन्तर बगेको छ, र त्यो विशाल नदीको नाम नै सनातन हो। यो कुनै बाँध होइन, बरु एउटा निरन्तर प्रवाह हो। एकदम सही। र यसले हामीलाई एउटा अन्तिम विचार छोडेर जान्छ। लेखकको तर्क के छ भने यो सनातन पहिचान नै नेपालको स्थिरता र लचिलोपनको सबैभन्दा ठूलो स्रोत हो। यसले शताब्दीौंदेखि विविधतालाई द्वन्द्वमा नपुर्याई व्यवस्थापन गर्दै आएको छ। अब श्रोताले सोच्नको लागि एउटा प्रश्न, जब कुनै समाजको लामो समयदेखिको जीवन्त र जैविक पहिचानलाई एउटा नयाँ औपचारिक र बाहिरबाट आयातित राजनीतिक लेभलले प्रतिस्थापन गरिन्छ, तब त्यो समाजको जगमा के असर पर्ला? त्यो बलियो हुन्छ वा कमजोर?